यो चाहिँ झ्यालढोकाको लागि अहिले 8:45 गएको छ। जाँदा जाँदै साइडमा पुग्दा 9 बज्छ हैन। यस्तै बोकेर जानु पर्छ हामीले। मेरो चाहिँ अब यहाँबाट मुनि जान्छ। यो ठुलो घरको मुनिबाट चाहिँ यहाँबाट म तल जान्छु। यहाँ हाम्रो सर्टकट गइरहेको छ। क्यामेरा चाहिँ एकदमै हल्दी राखेको छ बाटो है, जिम्बल नभएर पनि साइड। ठ्याक्कै म चाहिँ अहिले 9:02 काम गर्ने ठाउँमा आइसकेको छु हैन। 15 मिनेट चाहिँ ट्याक्कै लाग्दो रहेछ। टेका टेक्नको लागि मैले कतलाई टेका राका रहे ओमाइयो अकाले। यति टेका चाहिँ मैले लिएर आएँ। यस्तै टेका बनाउनको लागि चाहिँ मैले लिन गएको थियो। यसको लागि आज बच्चाहरूको शनिबार परेकोले आज काममा आएको छन् यिनीहरू पनि। है कता जाने हो र? जाने किन हो र? ल बाई बाई। साथीहरू के गर्ने है, मेरो दैनिकी भनेको यही बाटो, यही घरहरू, जहिले पनि म यही बाटो हिँड्ने गर्छु। मेरो दैनिकी यसरी बित्छ हैन। यसरी मजाले चाहिँ काममा आएको छ। जौँ र गहुँहरू चाहिँ मजाले पाक्दैछ, अलिअलि पानीले छ्यापेको भएर हैन। सधैँ जस्तो आज पनि भात बोकेर मैले काममा जाँदैछु साथीहरू हैन। यही बाटोबाट म सधैँ हिँड्ने गर्छु। अब तलको काम नभ्याइसम्म चाहिँ म यही बाटो नै हिँड्छु। अनि यस्तै हो है साथीहरू। खाना चाहिँ भात मैले यसरी बोकेर लगिराखेको छु। के गर्ने
पैसो कमाउनु पर्यो नि त पैसो होइन पैसोले गर्दाखेरि नै हामी यहाँ दुःख पाएको यदि यो पैसा नै नभएको भए नि मैले गाउँमा खेतीपाती हलो जोतेर खान्थेँ के गर्ने यसले गर्दाखेरि त यहाँ फुटी जति उफ्रे पनि नपुग्नु अब चाहिँ म काम गर्ने ठाउँमा आइपुगिसकेको छु हैन पारी ब्लकको देखिएको चाहिँ मेरो काम गर्ने ठाउँ रहेको छ भने यता चाहिँ सेतीको एउटा बाँध रहेको छ हैन यो चाहिँ पार्क रहेको छ यहाँनिर पार्क बसेर आनन्दले कहिले कसो कोठामा बस्दा बोर लागेछ भने यहाँ आएर शीतल हावा चराहरूको चिरबिर सुन्न पाइने ठाउँ छ यो कामलाई चाहिँ आज र भोलिमा भ्याउनु पर्छ भन्ने कुरा छ 2 दिनमा भ्यायो भने मेरो काम पनि अलिकति छोटो हुन्छ यो बाटो चाहिँ बाइ बाइ हुन्छ हैन मेरो च्याठिएको बर्डी चाहिँ यहाँ रहेको छ यो ओढेर मैले काम गर्छु सेफ्टीको लागि धुलो मैलाको सेफ्टी गर्न यसमा अब लिन्टल त्यसपछि लिन्टल पछि 2 सल यसमा अझै 3 सल र यहाँनिर ढुरी बनाउनु पर्छ र पारीपट्टि देखिनेमा ढुरी बनाउनु पर्छ र यता ढुरी बनाउनु पर्छ अब 3 भाग चाहिँ बाँकी रहन्छ आज योलाई पुरा गरेर लिन्टल पछि यो बराबर जान्छ अनि त्यसपछि कस्तो हुन्छ कामहरु हेर्दै जाउँ गर्दै जाउँ के रे यसरी काम गरेर मजाले हैन आनन्दसँग अब ढ्यारी पनि बसाल्नु पर्ने कुरा हुन्छ है अब चाहिँ हाम्रो गाह्रो लेभलमा आइसकेको छ यो सबैतिर हाम्रो खटको सामान पनि नपुगेर यस्तै 3वटा बाँसबाट गरेको हामीले यता 4वटा र यस्ता 3वटा र यस्तै गरेर हिट्नु पर्छ हामी हैन यहाँनिर हामीले मसला अझै भर्नु छ यहाँ चाहिँ अब हाम्रो लेभल पुगिसकेको छ चारैतिरबाट यो यहाँदेखि मुनिको यो स्टोर रहेको छ भने यता भित्रको यो हल रहेको छ र अब हामीले यो डाँडामा हामीले ढुरी बनाउने हो योमा यहाँ ढुरी बनाउँछ र आएर फेरि यहाँनिर हामीले ढुरी बनाउने हो फेरि माथि र अब फेरि त्यसपछि यहाँ हुन्छ हाम्रो ढुरी चाहिँ यहाँनिरबाट हाम्रो ढुरी बन्छ नमस्कार सम्पूर्ण साथीहरुमा हामीले यहाँनिर ढुरी तयार बनायौं है हामीले ढुरी तयार बनाइसकेपछि अब हामीले यहाँनिर एउटा यस्तरी ढुरी बनेको छ भने यहाँनिर पनि एउटा ढुरी बनेको छ यो एल शेपमा भएको छ यो चाहिँ
धुरी चाहिँ मजाको देखिएको छ है। घरको धुरी र यहाँनिर पनि मैले लगाइसकेको छु। यहाँ गाह्रो यहाँनिर पेटी पनि बनिसकेको छ। यो पेटी अब चाहिँ ट्रस्ट मिलाउने अनि यहाँनिरको अब हामी सोलिङको लागि यो माटोहरू यता खाल्टोमा फाल्छौँ। नमस्कार सम्पूर्ण साथीहरुमा, आज फेरि अर्को दिन मैले काम गर्ने ठाउँमा आइपुगेको छु है। हिजो छ नि 5 बजे पछाडि मैले यति ढुङ्गा फाले र अहिले पनि म 8 बजे यहाँ आइपुगेको छु। 1 घण्टाको समय मेरो लागि हुनेछ। यति ढुङ्गा फाले र अब चाहिँ मैले फेरि योहरूलाई फोडफाड गरेर यहाँबाट यो ढुङ्गाहरू उठाउनु पर्छ। अब थोरै नै छ हैन। र मैले अब चाहिँ त्यो भ्याएपछि 9 बजेबाट मेरो काम यो हुनेछ। 9 बजे ट्याक्कै यहाँनिर सोलिङ गर्नु छ। मैले यो माटो फाल्नु छ, त्यसपछि यो कोठाभित्र सोलिङ गर्नु छ। हिजो यहाँ गरियो, यो गरियो र यो यहाँबाट यहाँ भएको माटोभरि सबै फालेर भ्याएपछि हामीले यो सोलिङको तयारी गर्यौं। अनि यति ढुङ्गा फालिसकेपछि मलाई 500 रुपैयाँ आयो नि साथीहरु। मैले साँझ समयपछि 5 बजेपछि र बिहान 9 बजेभन्दा अगाडि काम गरेको, यानि कि मैले ढुङ्गा फालेको थिएँ 1 टिप जति थियो। त्यसको लागि मैले 500 रुपैयाँ कमाएँ। त्यही 500 रुपैयाँ पैसो हो। यसैको लागि दुःख पाउँछौँ हामीले हैन। ल
अब हामीले सोलिङ गरेर भ्याइसकेका छौं। अब चाहिँ हाम्रो सोलिङको यति भाग बचेको छ र अब चाहिँ हामीले यति भागलाई कभर गर्छौं। साथीहरु, आज हाम्रो भिडियो तपाईलाई कस्तो लाग्यो? कमेन्ट, लाइक, कमेन्ट र शेयर गरिदिनु होला हैन। आज हाम्रो चाहिँ यहाँ अन्तिम दिन रहेको हुन सक्छ, जहाँसम्म लाग्छ। अब चाहिँ हाम्रो सोलिङ पुरा भइसकेको छ है। सोलिङ पुरा भइसकेको छ। अब हामीले केही समय यहाँ गर्छौं, त्यसपछि हाम्रो सधैँको लागि यहाँबाट अलबिदा हुन सक्छ है त। हस्त बाइ बाइ, सबैजनालाई बाइ बाइ गर्छु। आजको भिडियो यति नै।